बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रासोपा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरूको पक्षमा थुन्चेक बहस जारी छ। आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रविको तर्फबाट बहस गर्दै अनुसन्धान प्रक्रियाको वैधता, कार्यविधि र सरकारी हस्तक्षेपमाथि गम्भीर प्रश्न उठाए। श्रेष्ठले यो मुद्दामा प्रहरी अनुसन्धान, अभियोग पत्र दायर गर्ने प्रक्रिया र प्रमाणहरूको आधारलाई केन्द्रमा राखेर गहिरो बहस गरे। अनुसन्धानको कार्यविधिमा कमजोरीको आरोप। श्रेष्ठले मन्त्री परिषदको निर्णयका आधारमा प्रहरी मुख्यालय हुँदै अघि बढाएको अनुसन्धान प्रक्रियालाई वस्तुपूरक र विश्वसनीय नभएको दावी गरे। उनका अनुसार मन्त्री परिषदको निर्देशन अनुसार अघि बढाएको अनुसन्धानले निष्पक्षता गुमाएको छ। उनले प्रश्न गरे, अनुसन्धान कार्यविधि कानुन सम्मत नभई पक्षपाती भएको छ। कुनै नयाँ प्रमाण फेला नपरेको अवस्थामा पूरक अभियोग पत्र जबरजस्ती तयार गरिएको छ। श्रेष्ठले यस प्रक्रियामा कानुनको पालना नगरेको उल्लेख गर्दै भने कि अनुसन्धानका क्रममा दावी गरिएका कतिपय आरोप प्रमाणित गर्न सक्ने पर्याप्त प्रमाण मुद्दासँगै पेश गरिएको छैन। उनका अनुसार प्रमाण बिना सिद्धान्तहरूको आधारमा मात्रै मुद्दालाई अगाडि बढाउनु न्यायिक मान्यता विपरीत हो। डक्ट्रिन अफ पोइजनस ट्री सिद्धान्तको चर्चा। श्रेष्ठले बहसमा अनुसन्धान प्रक्रियामा डक्ट्रिन अफ पोइजनस ट्री सिद्धान्तको विषयलाई उठाए। यो सिद्धान्तका अनुसार गैरकानुनी तरिकाले सङ्कलन गरिएका प्रमाणहरूलाई न्यायिक प्रक्रियामा स्वीकार गर्न मिल्दैन। रूपन्देहीमा दायर अभियोग पत्रको पृष्ठ 93मा यो सिद्धान्त उल्लेख गरेको छ। उनले सरकारी पक्षले प्रमाणको स्रोत र कानुनी प्रक्रियाको विश्वसनीयता गुमाएको दावी गर्दै यसलाई अवैध अनुसन्धानको नतिजा भनेका छन्। सरकारी प्रक्रियाको आलोचना। श्रेष्ठले सरकारी वकिलको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएका छन्। उनले प्रहरीद्वारा तयार पारिएका प्रतिवेदन बिना आधारमा अभियोग दर्ता भएको आरोप लगाए। यो पेनड्राइभ अभियोग हो, श्रेष्ठले भने, जहाँ सरकारी वकिलले प्रहरीले तयार गरेको विवरणलाई जस्ताको तस्तै दर्ता गरेर न्यायालयमा पेश गरेको छ। उनले यो प्रक्रियालाई सरकारी हस्तक्षेपको उदाहरणका रूपमा चित्रित गरे र सरकारद्वारा ल्याइएका पछिल्ला अध्यादेशहरूलाई रवि लामिछानेमाथि लक्षित गरेको आरोप लगाए। श्रेष्ठले सरकारको नियतमा प्रश्न उठाउँदै भने कि रवि लामिछानेलाई केन्द्रित गरेर नै मुद्दालाई अघि बढाउन खोजेको छ। यस क्रममा उनले सरकारद्वारा चालिएका कानुनी कदमहरूलाई जनताका लागि नभई प्रतिशोधका रूपमा परिभाषित गरेका छन्। अदालतको प्रक्रियागत स्थिति। यस प्रकरणमा न्यायाधीश प्रहलाद कुमार योगीको इजलासमा बहस भइरहेको छ। अहिले थुन्चेक बहस जारी छ, जसमा दुवै पक्षले आफ्नो दावी र प्रतिदावी प्रस्तुत गरिरहेका छन्। थुन्चेक बहस समाप्त भएपछि जाहेरवालाका र प्रतिवादीका वकिलहरूले जवाफी बहस गर्नेछन्। त्यसपछि मात्र अदालतले आफ्नो आदेश सुनाउनेछ। श्रेष्ठको बहसमा सरकारद्वारा निर्देशित अनुसन्धान प्रक्रियाको आलोचना, प्रमाणहरूको अभाव र पक्षपाती कानुनी प्रक्रियाको विरोध मुख्य रूपमा प्रस्तुत भएको छ। उनले सरकारी निकायहरूले रवि लामिछानेमाथि आरोप थुपार्न खोजेको आरोप लगाउँदै कानुनी प्रक्रियाको दुरुपयोग गरेको दावी गरे। डक्ट्रिन अफ पोइजनस ट्री जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिद्धान्तलाई उपयोग गरेर उनले यो मुद्दालाई कमजोर आधारमा अघि बढाएको तर्क गरे। यो बहसले अनुसन्धान प्रक्रियामा देखिएका सम्भावित त्रुटिहरू, सरकारी हस्तक्षेप र प्रमाणको विश्वसनीयताको विषयमा गम्भीर बहसको आवश्यकता औलाएको छ। अदालतको अन्तिम आदेशले यो मुद्दाको आगामी दिशा निर्धारण गर्नेछ।